हेलो गाइज, आज चाहिँ म यहाँ के अरे हार्पिकले इन्टरनेटमा पुरा यो भाइरल भइरहेछ नि त यो ह्याक कतिको काम गर्छ कि गर्दैन भनेर हेर्नुहोस् है। यहाँ उयो गर्दैछु है, के अरे ट्राई गर्छु तर कम्तीमा देखेको यस्तो कालो छ हेर्नुहोस्। सुरुमा यो बिफोर है, यसमा अक्षर हेर्नुहोस् ल कस्तो हुँदो रहेछ। म तपाईँहरूलाई देखाउँछु, केही चाहिँदैन रहेछ। यो 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 के अरे हार्पिक नि, यो हार्पिक भए मात्रै हुँदो रहेछ। तर यस्तो गरेर पुरा चलाउनै पो चाहियो। औ यति लायो हो, अनि यसलाई चाहिँ पुरा तातो पानीले यस्तो फेरि माथिबाट उयो गर्नुपर्दो रहेछ है। त्यही भएर मैले अस्ति धुइहालेको छु नि त राम्रो। यो चाहिँ उब्रेकोहरू हो। सबसे पहिला चाहिँ यो हेर्नुहोस् है, अब यसलाई यसरी डुबाउनु अरे हो, अनि यस्तो गर्नु अरे, अनि यस्तो गर्नु अरे। अब तिहार आउँदैछ नि त, तपाईँहरूलाई पनि काम लाग्न सक्छ भनेर मैले सेयर गरेको। हुनु त यता कति इन्टरनेटमा त है सबैले लगाइसकेको छ कतिले। मलाई पनि ट्राई गर्नु मन लाग्यो क्या। राम्रो त मैले अस्ति पिताम्बरले धोइसकेँ, यो चाहिँ अलिकति नराम्रोमा चाहिँ उयो गरेको, ट्राई गरेको। अब कस्तो हुन्छ हेरौँ ल। अब तातो भयो केले चलाएको हौ हेर्नुहोस् ल। अब यसो गर्दा पनि हुन्छ त्यसरी चाहिँ। उयो चाहिँ लास्टै तातो भएको हो। अब एकछिन भिजाउनु पर्ने होला हौ नि। होइन यस्तो कालो छ, तातो छ नि त। पक्रिनु चिम्टा ल्याउनु, चिम्टाले भन्दैछ है। चिम्टाले लिएर पनि त हुँदैन, उयोले अलि हल्का उयो त रगट्नै त पर्छ। हुन्छ जाउँ चिम्टा लिएर। उयो रोक्नु नानीले यसो। औ हेर अबै सजिलो हुँदो रहेछ। त्यो केमिकल हो नि त, अलिक उयो गर्नुपर्ने डाइटलाई अघि हेर्नु कस्तो थियो, अहिले अलिक कस्तो हुँदै थियो। ए बेला कालो साबुनले धस्काउनुपर्छ फेरि। बहु उपयोगी टिप्स है यो। फेरि यसलाई पनि फ्याँक्नु हुँदैन, टोइलेट सफा गर्नुपर्छ यो हार्पिक पानीले है। कस्तो हुन्छ हेरौँ ल। तातो भएर तर उयो हुँदो रहेछ त। ए हेर्नु अबै सजिलो रहेछ हेर्नु, हल्लाउँदै है। केमिकल हो नि त यो पनि राम्रो हुन्छ होला। यसलाई कस्तो कालो छ।